ओ माई गड टेन्सन भयो यार मलाई त टेन्सन माथि टेन्सन थपिरहेछ आजभोलि यार मलाई त झन् लिभरपुलले टेन अलेक्जेन्डरलाई हुर्कायो बढायो होइन यो लेभलसम्म पुर्यायो र आज आएर एलेक्जेन्डरले लिभरपुललाई नै घात गर्यो र अहिले फ्री ट्रान्सफरमा रियल मड्रिड आउँदैछ। रियल मड्रिडले 5 वर्षको लागि साइन गर्ने डिल फिक्स भइसक्यो र यो सिजनको अन्तिममा अलेक्जेन्डरको लिभरपुलमा जुन समय सकिने पनि छ र उनले लिभरपुलमा 9वटा सिजन सकाइसकेका छन् र उनी एउटा रियल मड्रिडलाई यस्तो लेफ्ट डिफेन्डर अतिभन्दा अति आवश्यक परेको लायो र उसलाई ल्यायो रियल मड्रिडले ल्यायो र ल्याउने भइसक्यो फिक्स नै र यो अलेक्जेन्डर लगायत 4 जना फ्री ट्रान्सफरमा रियल मड्रिड लिएको रेकर्डै हुन्छ। केलियन एम्बापे जस्ता र डेभिड जस्ता र एउटा रुडिगर जस्ता प्लेयरहरूलाई उसले ल्याइसकेको छ आफ्नो टिमलाई र अहिले निराशा भन्दा अति निराशा लिभरपुलको लागि र रियल मड्रिडका फ्यानदेखि लिभरपुलका खेलाडीसम्म सबै अति भन्दा अति खुसी नै छन्।